2 घन्टा 2 याद छैन 2 घन्टाका लागि निकाल्नुका लागि चाहिँ यहाँ थिच अनि गो टु एड्समा थिच यस्तो एकछिन वेट गर यसलाई जम्मा 8 चोटि गर्नु पर्यो है एकछिन वेट गर है केटा हो कन्टिन्यूमा टच गरौँ फेरि फेरि यहाँ ब्याक थिचौँ वेट गर एकछिन फेरि कन्टिन्यूमा टच गरौँ वेट गरिवरी कन्टिन्यूमा वेट गर एकछिन वेट गर 8 चोटि गर्नु पर्यो यसरी सरासरी 10 9 10 9 8 7 6 5 भर्खर 2 चोटि हुँदैछ यो भिडियो चाहिँ युट्युबमा आउँछ है कोभन की है यो चाहिँ कोभनको की फेरि ब्याकमा थिच्यौँ फेरि यहाँ कन्टिन्यूमा थिच वेट गर कन्टिन्यूमा टच गर फेरि यहाँ थिच अनि फेरि यसलाई ब्याक हान यसरी ब्याक हेर वेट गर एकछिन फेरि कन्टिन्यू फेरि एकछिन कति 20 सेकेन्डसम्म वेट गर 17 16 15 14 13 हो फेरि यहाँ 3 डट छ थिच अनि यहाँ टच गर वेट गर एकछिन कन्टिन्यूमा टच गर अब फेरि 20 सेकेन्ड वेट गर 12 भर्खर 4 चोटि हुँदैछ अझै 5 चोटि बाँकी छ 2 1 गो एकछिन वेट गर यहाँ थिच एकछिन वेट गर यो चाहिँ प्रोसेस चाहिँ फेरि सरासरी किचिटको छ यहाँदेखि उता चाहिँ किचिटको प्रोसेस छ बुझेन भने किचिटको भिडियो हेर बुझिहाल्छौ तिमीहरूले नबुझ्नेले बुझिहाल्छौ युट्युबमा जाने भिडियो हेर्ने या फेरि कन्टिन्यूमा या फेरि 3 डटमा सेम किचिटको प्रोसेस छ यति सक्छ 8 राउन्डसम्म चाहिँ सिधै किचिटको प्रोसेस छ किचिट जसरी कि निक्लिन्छ यसको पनि त्यसरी निक्लिन्छ किचिटको भेरिफाई हुन्छ भने यसको चाहिँ कपी गर्नुपर्छ है कन्टिन्यूमा टच गरौँ अलरेडी सही बसिरहेको छु त यार फेरि यहाँनिर ब्याक अब फेरि लोडिङ वेट गर एकछिन कन्टिन्यू 7 चोटि भयो अब 2 चोटि बाँकी छ
हो। सेम यो चाहिँ किजेटको प्रोसेस छ क्या, सेम किजेटको। ब्याक हाल्दै हूँ। कोपन अब है लास्ट एकचोटि छ। 16 7 15 14 13 10 9 8 7 6 5 4 3 2 1 0। अब फेरि यहाँ कन्टिन्यू हुआ। अब यहाँ एकछिन वेट गर। ल यसलाई कपी गर, यहाँ टच गर, ल प्रेस गर यसलाई फुललाई, अनि यहाँ कपी देखाइरहेको छ, कपीमा टच।